हेलो एभ्रिवान गुड इभिनिङ एन्ड मेरो नयाँ पुरानो सबै सब्सक्राइबरहरूलाई वेलकम टु माई युट्युब च्यानल एन्ड थ्याङ्क यू सो मच फर सब्सक्राइबिङ मी एन्ड सपोर्ट मी एन्ड माई च्यानल। यो चाहिँ मेरो माइत घर हो। मेरो अघिल्लो प्लान्टको भिडियोलाई हजुरहरूले मन पराइदिनु भएकोमा थ्याङ्क यू सो मच। हजुरहरूलाई म आज पनि यस्तै भिडियोहरू देखाउँदैछु र नयाँ कोहीले हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई भने सब्सक्राइब गर्न नबिर्सिनुहोला। सब्सक्राइब गरेर यस्तै फ्लावर सम्बन्धी या अन्य सम्बन्धी डेली ब्लग्सहरूको लागि चाहिँ मलाई सब्सक्राइब गरिदिनुहोस् है त। हाम्रो घर चाहिँ झापा जिल्लाको बिर्तामोड 10 मा पर्छ। हजुरहरूलाई कस्तो प्लान्ट मनपर्छ, इन्डोर प्लान्ट मनपर्छ कि आउटडोर प्लान्ट मनपर्छ? हाम्रोमा अहिले इन्डोर प्लान्ट मात्रै छ। आउटडोर प्लान्ट मतलब फ्लावरको सिजन चाहिँ अब सुरु हुँदैछ नि त, हिउँदो लागे पछाडि। सो अहिले चाहिँ यस्तो प्लान्टहरू चाहिँ धेरै छ है त। हजुरहरूको घरमा कस्तो फ्लावर धेरै छ कमेन्ट गर्नुहोस्। अनि फ्लावर लभर, प्लान्ट लभर को हुनुहुन्छ कमेन्ट गर्नुहोस्। एकअर्कालाई सपोर्ट गरौँ है त। अनि हाम्रो नर्सरी चाहिँ होइन है त, नझोकिनुहोस्। यति धेरै प्लान्टहरू देखेर नर्सरी जस्तो लाग्छ होला, तर नर्सरी चाहिँ होइन। तर भविष्यमा चाहिँ अब नर्सरी गर्ने सोचमा चाहिँ हुनुहुन्छ है त। हेर्न सक्नुहुन्छ हजुरहरूले प्लान्ट्सको भेराइटिजहरू हैन। म अर्को भिडियोमा चाहिँ हजुरहरूलाई सबै प्लान्टको नाम लिएर आउनेछु। सबै प्लान्टको हजुरहरूलाई नामहरू बताएर म हजुरहरूलाई इन्फर्मेसनयुक्त भिडियो बनाउने छु। आजलाई चाहिँ म हजुरलाई यसरी प्लान्टहरू देखाउँछु है त। अनि हजुरहरूलाई इन्डोर प्लान्ट मनपर्छ कि आउटडोर प्लान्ट मनपर्छ कमेन्ट डाउन। अनि हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो, कुन ठाउँमा बसेर हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला। हाम्रोमा चाहिँ यस्तो फ्लावर कलेक्सनहरू छ। अझै निकै प्लान्ट कलेक्सनहरू गर्न बाँकी छ। हजुरहरूलाई यदि कुनै प्लान्ट एकदम धेरै मन परेको छ होइन, अनि कहीँ पाउनु भएको छैन या मैले अहिले तपाईँलाई देखाइरहेको भिडियोमा देख्नुभयो या धेरै मन परेको छ भने हामी तपाईँलाई उपलब्ध पनि गराइदिन सक्छौँ है त। एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब। फेरि पनि भन्न चाहन्छु युट्युबरहरूलाई सब्सक्राइबको एकदम धेरै मूल्य हुन्छ सब्सक्राइबरको। यो हेर्नुहोस् त मोन्स्टेरा प्लान्ट, हजुरले चिन्नुहुन्छ यसलाई? यो चाहिँ धेरै महँगो पर्छ है त। मोन्स्टेराको पनि 1 पाते 2 पाते भनेर महँगो सस्तो पर्न जान्छ। यो त स्नेक प्लान्ट भइहाल्यो, हजुरहरूलाई सबैलाई थाहा छ। हजुरहरू आफ्नो घरमा या मिटिङ हलमा सबैतिर राखिरहनु भएको हुन्छ। धेरैजनालाई मनपर्छ स्नेक प्लान्ट त होइन। So thanks for watching me and loving me. Thank you so much and don't forget to subscribe guys. Bye.